हेलो नमस्ते गाइज, वेलकम टु माई ब्लग। आज म धेरै दिनपछि घर जाँदैछु है। आमा आमा हजुरबाबुसँग भेटघाट अनि आन्टीहरू पनि त्यतै हुन्छ अनि बहिनीहरू त्यतै है। अरूभन्दा चाहिँ मेन कुरा चाहिँ घरकाहरूलाई म आउँदैछु भने थाहा छैन, केटाहरूलाई मात्र भनेको है। अब केटाहरू भन्नाले अब आफ्नै साथीहरू सानोबाट त्यही हुर्केको खेलेको रमाइलो गरेको हो हामी चाहिँ। अनि अहिले चाहिँ केटाहरूले आइज भनेछन् अनि बोलाएर जाँदैछु म चाहिँ। घरकालाई थाहा छैन, फिट्टिकै 1% थाहा छैन मलाई लाख भन्ने। मैले भन्दा पनि भन्ने होइन, म झट्ट चाहिँ भन्दिनँ, डाइरेक्ट सरप्राइज हो जहिले पनि है। अनि केटाहरूलाई चाहिँ मैले सोध्न लिन आएँ भनेको है। अब आउँछन् कि नि थाहा भएन, अहिले चाहिँ फोन गर्नेवाला छु मैले चाहिँ। त्योभन्दा अघि चाहिँ अब चाहिँ म नक्सा खान्छु अनि बल्ल जानेछु यहाँबाट। अब अहिलेलाई यति नै, अरू चाहिँ मैले के हुनेछ सबैले। ए मुखमा मेरो पान्छ तरुनीतिर ध्यान छ, मुखमा मेरो पान्छ। म चाहिँ फाइनली बाटामा आएर बसिसकेको छु है। त्यहाँबाट त्योभन्दा अलि अगाडि आइसकेको छु। त्यो खालको परिरहनु अलिबाट बसु आउँदाखेरि बल्ल चाहिँ केमा आउँदै थाहा भएन है। यसलाई यस्तो गाली गर्नु अहिले चोकमा मलाई यहाँ अलिक 10 मिनट गइसकेको छ। अहिले आउँछ त अलिक त्यसपछि घरको गाडी जाने भनेकोलाई अहिलेलाई एकछिन अब सिधै घरबाट चाहिँ बल्ल आइसकेको छ। यो साला यसले मलाई कति 10 मिनट जति कुरा त्यहाँ चोकमा कुरा हेर्नुहोस् भाइ, चोकमा म कति बेरसम्म बसेँ। फेरि यहाँ आएर अहिले हान्छु दनक यहीँ म चाहिँ यहीँ आएर यस्तो ट्र्याक खोलिसक्यो। 10 मिनट कुरा अनि पुरा त्यसपछि उता चोकमा चाहिँ 20 मिनट कुरा आउँछु भने यस्तो ट्र्याक खोलिआयो। अझै पनि पोलिरहेको माको अलिक पोलिआयो, अलिक तातो रहेछ यार। साला आफू मोर्बीको गर्मीमा बस्नु पर्छ क्या बाबु। आफू यस्तो स्कुटीमा सर यता आएर त डुप्पी त यो सुरुको भिडियोमा र अहिलेको भिडियोमा कति फरक छ ल। लाइक सब्सक्राइब गरिदिनु निश्चल जिल्ला। अरू अब चाहिँ म चाहिँ फाइनली घर पुगिसकेको छु। बुझ्छु मेरो घर। अब आमा अब चाहिँ कता हुन्छ बुवालाई चाहिँ मैले बाटोमा दिएको थिएँ चिक्कोसँग अन्टी र आमाको रियाक्सन है कता हुन्छ। आमा नमस्ते। हाम्रो आमा डगम लिनु है त आन्टी। हामी यसै गरेर आइयो हाम्रो आन्टी छुट्टाइदिने। अब चाहिँ हामी घुम्न जाँदैछौँ भने के त हो यस्तो मेन रोड पनि होइन हाम्रो यहाँ यार धनी बाबुको छोरा नर्मल होइन यसलाई। अब हामी चाहिँ घुम्न जाँदैछौँ फाइनली खानसाना खाएर। आज धेरै दिनपछि घुम्न जाँदैछौँ राति। पहिला यहाँ आएको बेला सधैँ घुम्न गइन्छ राति तर सायद 10 बजीतिर आइन्छ होला सायद। आज कति टाइम लाग्छ थाहा भएन, आज चाहिँ छिटै आउनुपर्छ। हाम्रो रोसे त्यो चाहिँ हाम्रो हेन्सी, हाम्रो फर्स्ट मिनी भलकको हेन्सी मान्छे चिन्न होला तपाईँहरूले है। ऊ यस्तो फेस ढाकिरहन्। यार पहिला हामी त्योभन्दा अघिल्लो वर्षको यतिखेर हो कि अलि अगाडि अरे नाइ म देखेन हजुर। म बल्ल देख्छु छु यार भिडियोमा के बनाउने आउने के गर्ने। अब चाहिँ हामी यो आँखा तर्काउनु लाखमा लिचीहरू कहाँ पाइन्छ, लिचीको सिजन त होइन नि हामी यस्तै भयो भाइ के गर्ने। ल अहिले यति नै। अब चाहिँ हामी घर फर्किनु लाग्ने साथी हो है। बल्ल पनि बेला भइसकेको छ। आजलाई यति नै। नमस्ते। लाइक सब्सक्राइब हामीलाई साथी हो है।
यस्तै गरी सपोर्ट हानिरहनुलाई भन्नुहुन्छ, सपोर्ट छैन है। त्यही नै लाइक सब्सक्राइब च्यानल नछोड्नुहोला, भिडियो हेरेर माया सपोर्ट गरिदिनु होला है। यस्तै अरू नि सानो हुँदै हुँदै ठुलो हुने हो है। त्यही भएर लाइक सब्सक्राइब चाहिँ हानौँला, अनि भिडियो हेरौँला मजाले। के हुन्छ अब पछि देखाउने छु। यहाँ चाहिँ म अरू कामले नि घर आएको थिएँ, त्यो काम निस्कियो भने पछि देखाउने छु। आजलाई चाहिँ नै